हेलो गाइज, नमस्ते, वेलकम टु माई मिनी ब्लग। म चाहिँ आज जडीबुटीदेखि यात्रा गर्दैछु। कहाँसम्मको यात्रा भन्ने चाहिँ टुङ्गो छैन गाइज। म चाहिँ अहिले जडीबुटी चोक पुगिसकेको छु। हेर्न सक्नु नै छ त्यो जडीबुटी चोक। ल गाइज, म चाहिँ गट्ठाघर आइसकेँ। गट्ठाघर चोक हो यो, सबैजनाले देख्न सक्नुहुनेछ। म चाहिँ अगाडि चाहिँ हाम्रो दाइ र भाउजू हुनुहुन्छ। भाउजूले हरियो कलरको साडी लाउनु भएको छ भने दाइले चाहिँ स्कुटर राइड गर्दै हुनुहुन्छ। अगाडि चाहिँ म र मेरो दाइ, कालो हेलमेट लाउने चाहिँ मेरो दाइ। हाम्रो यात्राक्रम अगाडि जारी नै भइरहेको छ गाइज। सबैले हेरेर रमाइलो गरिदिनु होला है। फाइनल्ली हामी चाहिँ ठिमीमा आयौँ। ठिमीको जाममा परेको छौँ साथीहरू, यहाँ चोकमा देख्न सक्नुहुनेछ। यतापट्टि साइडमा चाहिँ मेरो दाइ र भाउजू हुनुहुन्छ। भाउजू लजाउनु भयो। ल गाइज, ठिमीबाट चाहिँ म चाहिँ अहिले राधेको बाटो हिँड्दैछु। सबैले देख्न सक्नुहुनेछ, यो चाहिँ राधे हो। ल गाइज, हामी चाहिँ सल्लाहघारी भक्तपुर जिल्ला आइपुग्यौँ है। अघि ललितपुरबाट काठमाडौँबाट अब चाहिँ भक्तपुर सल्लाहघारी आइपुग्यौँ। हेलो गाइज, हामी चाहिँ सल्लाहघारीबाट अब यता ब्यासीतिर जाँदैछौँ। यति राम्रो भ्यू छ, साथीहरूले देख्न सक्नुहुनेछ। यस्तो दामी रोड छ, यति राम्रो भ्यू छ, हरियाली छ। फाइनली गाइज, हामी चाहिँ सैनिक आवासीय महाविद्यालय यहाँनिर पनि आइसकेको छौँ। त्यो स्कुलको फुटबल ग्राउन्ड चाहिँ यति धेरै ठुलो र यति धेरै राम्रो रहेछ गाइज। हजुरहरूले दृश्यमा देख्न सक्नुहुनेछ, यति रमाइलो रहेछ हाम्रो सैनिक स्कुलको फुटबल ग्राउन्ड। फाइनली गाइज, वी रिच एट आवर डेस्टिनेसन, द्याट इज सिद्धपोखरी। हामी चाहिँ फाइनली सिद्धपोखरी पुगिसकेको छौँ। सबैले देख्न सक्नुहुनेछ, यो चाहिँ सिद्धपोखरी हो है। यति रमाइलो छ। ल गाइज, यो चाहिँ सिद्धपोखरी हो। सिद्धपोखरी पुगेपछि चाहिँ मैले आफ्नो एउटा सर्ट भिडियो बनाएको छु। सबैले हेरेर माया गरिदिनु होला है। सिद्धपोखरीमा गाइज, हामी चाहिँ सिद्धपोखरीबाट घुमेर दाइ, हाम्रो अर्को दाइ, भाउजू, म, अब चाहिँ हामी फेरि अन्त्यै ठाउँमा जाँदैछौँ है त। ल फाइनली गाइज, हामी चाहिँ भक्तपुर दरबार स्क्वायरमा आइपुग्यौँ। सबैले देख्न सक्नुहुनेछ चाहिँ भक्तपुर दरबार स्क्वायर, कति रमाइलो छ। You said no, 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 I said no, 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 no. You say take me home, I said no, Perry. अब भक्तपुर दरबारमा चाहिँ मेरो आफ्नो सर्ट भिडियो मैले राखेको छु। यत्तिकै एउटा रमाइलो भिडियोमा आफैले बनाएर राखेको छु गाइज, देख्न सक्नुहुनेछ। हामी चाहिँ फाइनल्ली अब कमल विनायक आइपुग्यौँ। भक्तपुर दरबार स्क्वायर घुम्दै हामी चाहिँ अब कमल विनायक तर्फतिर छौँ। यहाँबाट चाहिँ हामी नगरकोटतिर जाँदैछौँ गाइज। आज नगरकोटको भ्यू पनि म हजुरहरूलाई देखाउन गइरहेको छु। किप वाचिङ। चाहिँ फाइनल्ली यहाँ मिलिटरी अफिसमा नि आइपुग्यौँ। यो चाहिँ कमल विनायक भन्दा अलिकति माथिको दृश्य हो, टाउको ठोक्ने अवस्थामा रहेको छ। यो चाहिँ मिलिटरी अफिस देख्न सक्नुहुनेछ साथीहरूले, कति रमाइलो रहेछ। यहाँ कमल विनायकको मिलिटरी अफिस। गाइज, हामी चाहिँ बाँसबारी आइपुग्यौँ भक्तपुर जिल्लाको। यो अगाडि कति रमाइलो भ्यूहरू सबैले देख्न सक्नुहुनेछ। रमाइलो भ्यूहरू, यति रमाइलो भ्यू छ कि
आइसकेका छौँ। अगाडि त्यति राम्रो भ्यू छ यो ठुलो वनको। अगाडि बढिरहेको छ। यता दाइ हुनुहुन्छ, यता हामी छौँ। कस्तो राम्रो रमणीय दृश्य हेर्नुहोस् त साथीहरू। ल फाइनली गाइज हामी चाहिँ नगरकोटको तेलकोट भन्ने ठाउँनिर आइसकेका छौँ। देख्न सक्नुहुनेछ। नगरकोटको तेलकोट भन्ने ठाउँमा आइसकेका छौँ। फाइनल्ली गाइज हामी चाहिँ यहाँ नगरकोटको सल्लाह घारीनिर आएर अब चाहिँ हामी एकछिन पार्किङ गर्छौँ है। हामी चाहिँ अब यो नगरकोटको भाइरल झोलुङ्गे पुलनिर आइसक्यौँ। हेर्नु त कति रमाइलो छ। यति ठुलो हाइटमा छ कि यो झोलुङ्गे पुल चाहिँ देख्न सक्नुहुनेछ सबैजनाले। हामी चाहिँ अब झोलुङ्गे पुल पनि तर्ने अवस्थामा छौँ है त गाइज। यति राम्रो छ हेर्नु त। यति धेरै माथि हाइटमा भएको एकदमै भाइरल झोलुङ्गे पुल। यो चाहिँ नगरकोट जिल्लामा अवस्थित छ। म चाहिँ यहाँ छु, भाउजू त्यहाँ हुनुहुन्छ। भाउजूको बाबु पनि त्यहीँनिर सँगै छ। म त यस्तो वन जङ्गल भएको बाटोमा आइसकेँ। ल हेर्नुहोस् है साथीहरू, म चाहिँ झर्ना भएको ठाउँमा जाँदैछु। दिउँसै रात परेर जस्तो अँध्यारो भइसक्यो। हेर्नुहोस् यस्तो बाटो छ। पानी परेर बिजोक छ। साथीहरू म त हिँड्दा हिँड्दा थाकेको अवस्था है, देख्न सक्नुहुन्छ। त्यो झर्ना हेर्न यो के चाहिँ भनेर कुद्यो होला त हामी त्यो खोला। फाइनल्ली गाइज हामी चाहिँ नगरकोटबाट अब आफ्नो घरतर्फ फर्किँदैछौँ। बिचको रमणीय दृश्यहरू चाहिँ म हजुरलाई यो भिडियो मार्फत देखाउँदैछु। के रहेछ यहाँ यस्तो। हामी चाहिँ अब आउँदैछौँ गाइज। ल गाइज हाम्रो चाहिँ यसरी नै अब